योसेमिटी नेशनल पार्क यो अमेरिकी राज्य क्यालिफोर्निया अवस्थित एक प्रसिद्ध नेशनल पार्क हो। जुन यसको सुन्दर उपत्यका, झरना, विशाल ग्रेनाइट चट्टानहरू र निर्मल जङ्गलहरूको लागि परिचित छ। यो केवल एउटा पार्क मात्र होइन, तर प्रकृतिको कविता हो जसले हरेक दृश्यमा जीवनको सुन्दरता गाउँछ। क्यालिफोर्नियाका पहाडहरूको बीचमा अवस्थित योसेमिटी पार्क एउटा स्वर्ग हो। हेलो, वेलकम ब्याक टु मनतल ब्लग। हाम्रो पेज सोली। सो हल्का निद्रा पनि लागिरहेछ होइन, किन भनेपछि हिजो उता दाइको छोरीको पास्ने कार्यक्रमले गर्दा हामी रातभरि पनि सुत्न पाएन। अनि हामीलाई आज बिहानै हामी यो योसेमिटीको लागि चाहिँ हिँड्नुपर्ने थियो। अनि त्यही भएर पनि 3-4 बजीतिर हिँड्नुपर्ने थियो। अनि सुत्न पनि पाइएन होइन। अनि म त गाडीमै सुत्दिएको। अहिले पनि यस्तो निद्रा लागिरहेछ होइन, आँखा देख्न सक्नुहुन्छ। हामी अहिले बिच बाटोमा आइसकेका छौँ होइन। एकदमै बवाल छ होइन, हल्का हल्का पानी पनि परिरहेछ। अनि मसँग रविन्द्र छ होइन, उसले चाहिँ हल्का भिडियोहरू बनाइरहेछ सिनेमेटिक। सो अलिकति वेदरले चाहिँ गरेँ कि नै यो बवाल हो नि वेदर यार। यस्तो त हेर्न कस्तो देखिएको छ हेर्न यहाँ। राम्रो छ नै, अब क्यामेराको लागि चाहिँ राम्रो देखाएको छ, तर हामीले हेर्न चाहिँ अलिकति पाइयो होइन। जाम अब बेस्ट। तर स्नो पनि हुन्छ होला सायद होइन। स्नो हुन्छ। सो त्यही नै हो। एउटा भाइ पनि छ उता है, भित्र छ। उसलाई चाहिँ घुम्न मन छ अरे यता होइन। खासमा चाहिँ हामी दुईवटा भिडियोको लागि आएको थियौँ होइन। उसलाई चाहिँ घुम्न मन लागेर चाहिँ हामीहरूसँग आएको छ। या ड्राइभ कस्तो भइरहेछ त। अनि उसले एक्लै हानिरहेछ है। 3 घन्टा भयो, 3 घन्टासम्म उसले एक्लै ड्राइभ गरिरहेछ। Why did you turn your back on me? Maybe there's something I don't see. Could you just shed a little light, shed a little. ल गाइस, हामी चाहिँ अब कति 15 मिनट जति लाग्छ होइन पुग्नलाई मेन ठाउँमा। एकदमै बवाल छ। लास्टै हिउँ परेको छ यार। अनि चिसो पनि छ होइन। कतिखेर के हुन्छ कतिखेर के हुन्छ यार। यो वेदर बुझ्नै सकिन्न होइन। भोलि फेरि हिउँ छैन। अब कस्तो भइरह? एकदम मलाई चाहिँ रमाइलो लागिरहेछ। पुरै रमाइलो लागिरहेछ। या रमाइलो भइरहेछ। मेन ठाउँ त आउन बाँकी नै छ होइन। एउटा अब कहाँ हो कहाँ थाहा छैन। आकाश खुल्ला पनि परिरहेछ। अब चाहिँ हामी नजिकै छौँ। सो गएर हल्का कफी सफी खानुपर्छ यार। लास्टै चिसो छ। मन तातो बनाउनु परेन। हामी पुगिसकेका छौँ होइन। यतादेखि अहिले हल्का यो बादल लागिरहेछ होइन। त्यही भएर खासै राम्रो चाहिँ देखिरहेको छैन। तर त्यहाँबाट चाहिँ बवाल देख्नु पर्ने हो। यतातिरको भ्यू होइन त्यस्तो खासै राम्रो चाहिँ देखाएको छैन। यो पुरा बादल मात्र छ। यतातिर यो वाटरफलहरू सबै देखिन्छ। यो ठाउँदेखि चाहिँ होइन यस्तो खालको भ्यू देखिन्छ है। जतिर झरना होइन, वाटरफल अनि यो डोबहरू होइन यस्तो देखिन्छ। तर अहिले चाहिँ यो बादलले गर्दा त्यस्तो देखेको छैन। या इट्स ब्युटिफुल प्लेस। यति धेरै देखिन्छ यहाँदेखि। तर पुरा
बादल लाग्छ या अब एकछिनमा हामी यहाँदेखि अर्को ठाउँ जान्छौँ अनि खानपिन यताउता खाएर फेरि हामी भिडियोतिर लाग्छौँ रबिनले चाहिँ हल्का सिनेमेटिक खिचिरहेको छ कस्तो भइरहेको नि दामी छ नि होइन अलिक भ्यू देखेन नि त यहाँ देख्नुपर्ने भ्यू देखेन तर जान्छ होला क्या हेर्न ऊ गइरहेछ फाइनल्ली गाइस हामी चाहिँ पुगिसक्यौँ होइन अब खाना खाँदा जाँदैछौँ अनि त्यस पछाडि एकछिन रेस्ट गरेर हामी कता कता हुन्छ होइन जान्छौँ वाटरफल अनि यताउता सबै ठाउँहरूमा घुम्नेछौँ कस्तो भयो त अनि राम्रो भयो होइन बाटोमा हिउँ परेर पनि हल्का ड्राइभ गर्न चाहिँ हल्का गाह्रै भइरहेको थियो हामी टाइममा हिँड्ने त घरबाट टाइममै हिँड्यो होइन अनि बाटो चाहिँ अलिक स्केरी नै थियो यहाँको मैले ड्राइभ अब यस्तो ठाउँमा मैले कहिले पनि ड्राइभ गरेको थिएन होइन फर्स्ट टाइम यस्तो लाइक रोड चाहिँ एकदमै वाइन्डिङ थियो सो आइयो पुग्यो यहाँ थ्याङ्क यू सेफली ल्याइदिएकोमा होइन अनि 2-3 घन्टा सुन्नु अरू जे भयो नि अरू चाहिँ सबै उ छ होइन जस्ट वेदर चाहिँ खोलिदियोस् द्याट्स अल वी वान्ट फर नाउ ब्रेकफास्ट आइसकेको छ यसमा चाहिँ स्टारबक्स तपाईँसँग त्यो के बुझ्ने कुरा ल ब्रेकफास्ट भइसक्यो अब चाहिँ हामी कुन ठाउँ जाँदैछौँ माथि त्यहाँ झर्नाको एउटा- आवाज यहीँ नै सुन्छ यहाँनिर वाटरफल रहेछ होइन यताभित्र त्यहाँ जाँदैछ अमेरिकाको हो कि अमेरिकाकै अग्लो टलेस्ट होइन? वाटरफल अग्लो त्यो हेर्दै देखिरहेको छ होइन कति अग्लो छ हेर्न न अन्त कति माथिदेखि खसिरहेछ होइन हामी त्यहीँ जाँदैछौँ यो त गाडी लाइक पार्क गरेर। दुईटा वाटरफल छ कि त्यो चाहिँ एउटा माथि देखेको चाहिँ एउटा अनि तल पनि अर्को छ एउटा माथि अनि अर्को तल छ दुईवटा छ अरे होइन लेट्स गो पछाडिपट्टि छ नि यहाँ चाहिँ माथिबाट अर्को छ होइन अनि तल चाहिँ अर्को छ दुईवटा छ यहाँ झर्ना चाहिँ एकदमै अग्लो छ यो पानीको नजिक भयो नि त नि बवाल दामी छ क्या कसरी वर्णन गरौँ म यार होइन कस्तो लागिरहेछ भवाल फाइनली 2 वर्षदेखि गरेको यो प्लानको सक्सेस सक्सेस चाहिँ अहिले आएर भयो क्या एकैछिन है सो यो चाहिँ एउटा माथि छ होइन अर्को वाटरफल यो चाहिँ अर्को हो सँगै झरेको छ होइन माथि अर्को चाहिँ तल अर्को छ होइन तर यस्तो छ फेरि यो फोटो ल्यापटपमा हाल्यो भने चाहिँ राम्रो आउँछ हामीले है फोटोमा देख्यौँ। अझै हेर है यो मैले खिचेको छु होइन रियलमा वाल छ अमेजिङ यो होइन ल सपोज इन्जोय गरिरहेको छौँ ल अन गर्ने भने चाहिँ अगाडि चाहिँ खिच्दाखेरि त मधुर थियो अहिले हेर कस्तो टाटो आयो थाहा छ सो अब यहाँदेखि होटेल गएर अनि एकछिन रेस्ट गरेर फेरि हामी अर्को ठाउँ जान्छौँ होला सो क्या इन्जोय गरिरहेको छ केटाहरूले पनि दामी बाबा पहिला होटेल वाटरफल नै हो नि अर्को होइन सबै यहाँ धेरै वाटरफल नै हामीले जस्तो वाटरफल छ धेरै यहाँ एकदमै धेरै वाटरफल छ होइन हामीले वाटरफल नै एक्सप्लोर गर्छौँ सकेसम्म अनि हल्का सिनेमेटिक भोलि चाहिँ आज अब वेदर त्यस्तै भएको कारणले गर्दा चाहिँ अलिक फुल्ली एक्सप्लोर गर्न पाइएन भोलि चाहिँ डे पनि राम्रो छ सो भोलि चाहिँ हामीले सकेसम्म राम्रो ठाउँ गएर राम्रो एक्सप्लोर गर्छौँ यहाँ Okay. यसरी See you.
गाइस त्यो फोटोमा देखेर रियलमा चाहिँ कस्तो लाइक के डिफ्रेन्ट पायो तिमीहरूले एकदमै बवाल छ क्या है अनरियल होइन Like, फोटोमा त अब त्यो छुटै छ तर यहाँ आएर हेऱ्यो भने चाहिँ ओ माई गड म्यान या लाइक अनएक्सपेक्टेड दामी You can imagine, yeah, you can imagine. हेर्न उता त्यही त भने यहाँ पछाडि वाटरफल यो चाहिँ फेरि सानो खासमा यो वाटरफल चाहिँ डबल वाटरफल छ होइन यो चाहिँ यो तलको भाग भयो माथिको चाहिँ सानो हो माथि चाहिँ माथि छ अहिले हाम्रो देखाएको छैन तर लाइक बवाल छ होइन हामी चाहिँ अब दिस भ्यू इज लाइक म्यान दिस भ्यू इज अमेजिङ